राजा ल्याऊ, देश बचाऊ, मारवाडी भगाऊ, राष्ट्र जोगाऊ भन्ने मूल नाराका साथ छोटो समयमा नेपाली राजनीतिमा उभ्रिएर आएको एउटा अनुहार दुर्गा प्रसाई। आउनुहोस् आज हामी संक्षिप्तमा बुझौं को हुन् त मेडिकल व्यवसायी दुर्गा प्रसाई। दुर्गा प्रसाई एक चर्चित व्यवसाय, राजनीतिक अभियन्ता तथा स्वास्थ्य क्षेत्रका लगानीकर्ता हुन्। दुर्गा प्रसाईको जन्म विक्रम सम्वत 2028 साल नेपालको तेह्रथुममा भएको थियो। उनी आर्थिक समस्याका कारण 8 कक्षा पढेपछि औपचारिक शिक्षा रोक्न बाध्य भए। त्यसपछि जीविकोपार्जनका लागि पोल्यान्ड गए, जहाँ उनले कृषि क्षेत्रमा काम गरे। नेपाल फर्केपछि उनले झापामा भैँसी पालन व्यवसाय सुरु गरे। सन् 2012मा उनले झापामा बीएनसी अस्पताल स्थापना गरे। यो अस्पताल पूर्वी नेपालमा चिकित्सा शिक्षा र क्यान्सर उपचारका लागि प्रसिद्ध छ। प्रसाईले नेपाली काङ्ग्रेस, माओवादी र नेकपा एमालेमा सक्रिय राजनीति गरे, तर उनी पछि संघीय लोकतान्त्रिक प्रणालीको विरोध गर्दै हिन्दू राष्ट्र र संवैधानिक राजतन्त्र पुनर्स्थापनाको पक्षमा लागे। त्यसपछि एमालेबाट उनलाई निष्कासन गरियो। उनी ब्याङ्कहरूले दिएको उच्च ब्याज दरको विरोध गर्दै ऋणीहरूको पक्षमा अभियान चलाए, तर उनलाई पनि ऋण नतिर्ने आरोप लागेको छ। दुर्गा प्रसाईले नेपालका मारवाडी व्यवसायीहरूलाई खुलेरै आलोचना गरेका छन्। उनले मारवाडी समुदायलाई नेपालको वित्तीय प्रणाली दोहन गरिरहेको आरोप लगाएका छन्। उनले नेपालका व्यावसायिक ब्याङ्कहरू र उद्योगहरूलाई राष्ट्रियकरण गर्नुपर्ने माग गरेका छन् र उनी भन्छन् मारवाडी व्यवसायीहरूले उच्च ब्याज दरको फाइदा उठाएर नेपालीहरूलाई आर्थिक रूपमा शोषण गरिरहेका छन्। उनले ब्याङ्क तथा वित्तीय संस्थाहरूको ऋण पुनर्संरचना र ब्याज दर घटाउनु पर्ने माग पनि राखेका छन्। सन् 2023 को नोभेम्बरमा नेपाल राष्ट्रिय मारवाडी परिषदले प्रसाई विरुद्ध समुदाय विरोधी टिप्पणी गरेको आरोप लगाउँदै उजुरी दर्ता गराएको थियो। तपाईहरूले बिर्सनु भएको छैन होला मार्सी चामलको भात। दुर्गा प्रसाईले प्रचण्ड र केपी ओलीलाई आफ्नै घरमा निम्तो दिई मार्सी चामलको भात पकाएर खुवाउँदा पनि राजनीतिमा दुर्गा प्रसाईको दाल गल्दै गलेन। तसर्थ दुर्गा प्रसाईले हजुरबा भनी सम्बोधन गर्ने केपी शर्मा ओली, प्रचण्ड पुष्प कमल दाहाल र शेरबहादुर देउबा जस्ता संघीय लोकतान्त्रिक गणतन्त्रका मूल खम्बा मानिने व्यक्तित्वहरूबाट टाढा भई हिन्दू राष्ट्र र राज संस्थाले अँगाल्न पुग्नु एउटा संयोग मात्र हुनै सक्दैन। अब प्रश्न यो उठ्छ, किन बने त दुर्गा प्रसाई लोकतन्त्र विरोधी? किन दुर्गा प्रसाईलाई गणतन्त्र र संघीयता पिटिकै मन नपरेको र दुर्गा प्रसाई व्यवस्था नै परिवर्तन गर्छु भनेर लागि परेका छन्? र किन राजा आऊ देश बचाऊ जस्ता नारा लगाउँदै राजालाई फेरि फर्काएर ल्याउने अभियानमा लागि परेका छन्? र किन 16 जना मारवाडी परिवारका पछि हात धोएर लागि परेका छन्? हुन त संसारको जुनसुकै व्यवस्था प्रणालीमा सरकार र व्यापारीहरूको बीच साझेदारी भएको कुनै नौलो कुरा होइन। नेपालकै इतिहासमा पनि हामीले विभिन्न कालखण्डमा हेर्ने हो भने राजनैतिक शक्तिको नियन्त्रणका लागि व्यापारीहरूको बीच पनि एउटा द्वन्द्व भएको देख्न सक्छौँ। के दुर्गा प्रसाईले नेपालको अर्थतन्त्रलाई नै नियन्त्रण गर्न सक्ने व्यापारी साम्राज्य निर्माण गर्न सक्लान् त? जसरी राजा ज्ञानेन्द्रले सम्पूर्ण जनतालाई साथ दिन आह्वान गरेका थिए, त्यसरी नै हामी पनि तपाईहरूसँग अनुरोध गर्छौँ, हामीलाई साथ दिनुहोस्। साथीहरू, आगामी एपिसोडहरूमा यी सबै प्रश्नहरूलाई समेटेर भिडियो ल्याउने प्रयास हामी गर्नेछौँ। सब्सक्राइब गरिदिनुहोस्, लाइक गरिदिनुहोस्, भिडियोलाई सेयर गरिदिनुहोस् र यो भिडियो कस्तो लाग्यो कमेन्टमा आफ्नो प्रतिक्रिया पनि दिनुहोस्। हस्त नमरी बाँचे दैवले साँचे, फेरि भेटौँला अर्को भिडियोमा। जय देश, जय स्वाभिमान, जय नेपाल।